नमस्कार, मेरो च्यानलमा तपाईँहरूलाई स्वागत छ। अब म यहाँ सुरु गर्दैछु। सबै लेभलको लागि हुने गरी आर्टिकल सुरु गर्नु लागेको छु। आर्टिकलमा के गरौँ भने हामी पहिले आर्टिकल भनेको के हो? ए एन द लाई आर्टिकल भनिन्छ। सबभन्दा पहिले हामी एएनको कुरा गरौँ, दको अलि पछि कुरा गरौँला। ए कहाँ लाउने, एन कहाँ लाउने? सामान्य कुरो चाहिँ हामीले बुझ्नुपर्ने कुरा के छ भने ए लगाउने ठाउँ भनेको अब हामी यो सबै लेभल हुने खालको छ। ए यहाँ हेर्नु होला, अ आ इ उ रिको कुरा आएन। ए ऐ ओ औ अ कुनै पनि वर्डलाई हामी उच्चारण गर्दाखेरि हामी यिनीहरूबाट उच्चारण गर्न गर्छौँ या त क ख ग उच्चारण हुन्छ। जस्तै हामी हेरौँ त, क्याट, इगल, लायन, अम्ब्रेला। अब हामीले यसरी उच्चारण गर्दाखेरि क्याट भनेपछि केबाट आयो त? कबाट आयो। इगल भनेपछि केबाट आयो त? ईबाट आयो। लायन भनेपछि केबाट आयो त? लबाट सुरु भएको छ। अम्ब्रेला अबाट। यदि कुनै पनि वर्डहरू यिनीहरूबाट सुरु भएछ भने, यिनीहरूबाट आएछ भने एन लगाउनुपर्छ। यिनीहरूबाट आयो भने एन लगाउने। यिनीहरूबाट आएन भने, अर्थात् त्यो आएन भन्नुको अर्थ हो कदेखि ज्ञको बिचमा आउने हो। जस्तै त्यो ककाकी होस्, खकाकी होस्, गकाकी होस्, ज्ञकाकी होस्, केहीबाट आउँछ। यसको अर्थ यसबाट आएन भन्नुको अर्थ नै कबाट आउने हो। यदि यिनीहरूबाट आउँछ भने ए को युज गरिदिने हो। जस्तै हामी यहाँ हेरौँ त, क्याट, क यसमा छैन भने ए लगाइदिने। इएजिएली इगल, ई यसमा हेर्दाखेरि यहाँनिर देखिन्छ। यसबाट भएको हुनाले एन लगाइदिने। एलआइओएन लायन, लबाट आयो, ल त यसमा छैन, त्यसको अर्थ यसबाट छ भएपछि ए लगाउने। अम्ब्रेला अबाट सुरु भएको छ, अ चाहिँ यो लाइनमा पऱ्यो, यो लाइनमा परेको हुनाले एन लगाइदिने। यसै गरी हामीले चाहिँ ए र एनको युज गर्न हामी सक्छौँ। कतिपय वर्डहरू चाहिँ त्यो साइलेन्ट लेटरहरू हुन्छ, त्यसबाट चाहिँ हामीले चाहिँ त्यो साइलेन्ट लेटरको बारेमा पछि हामी पढौँला। साइलेन्ट लेटर जस्तै यहाँ HOUR भन्यो, यसलाई सामान्य नबुझ्ने मान्छेले हावर नै पढ्छन्, तर यो एच साइलेन्ट हुन्छ। यहाँनिर आबाट पऱ्यो कि आबाट आयो, यो आ कहाँ आयो? यो लाइनमा आयो, त्यसैले यहाँ एनको युज गरिदिनुपर्छ। अब HONEST, अनेस्ट बोय। अनेस्ट मात्रै भयो भने त लाग्दैन, किन यसको पछाडि नाउन आउनुपर्छ। नाउन आउँदाखेरि तर यो हनेस्ट नभएर अनेस्ट भएको, यो एच साइलेन्ट। एच लेखिन्छ तर पढिँदैन, त्यही भएको लागि अनेस्ट भनेपछि अबाट आयो। अ कहाँ छ? यो लाइनमा छ, त्यसैले हामी यहाँ एन लगाउनुपर्छ। क भनेपछि यो लाइनमा पर्ने भयो, यो लाइनमा पर्नुको अर्थ ए लाग्ने भयो, यहाँ ए लगाइदिने हो। बुझ्न सक्छौँ। हामीले देखाए बमोजिम तपाईँहरू जानुभयो भने हामी ए र एन हामी लगाउन सक्छौँ। दको चर्चा चाहिँ अर्को भिडियोमा गरौँला। ल आजलाई यति नै। हस् त, धन्यवाद। सब्सक्राइब गर्नु नभुल्नु होला।